स्विकीमा भएन ओए कालिज केटा सम्झ्यो होइन मैले यो बाइकमा यो बाटोमा डट बाइक पाएको भए के क्या चलाउँथेँ होला भन्छु क्या अरू भन्दा नि मेरो बाइकको त पावर बढी छ होइन यस्तो मजा आउँछ नि गाउँमा हेर त हो हेलो बाई केटा हो सो आज मलाई भ्लग गराउने मुड चाहिँ थिएन होइन बट यो पछाडिको भ्यूहरू चाहिँ होइन कसम चाहिँ भ्यू देखेर चाहिँ अब यो अफ रोड बाटोहरू होइन खतरा बाटो छ क्या सो यो बाटो देखेर चाहिँ मलाई भ्लग गराउनु मन लाग्यो होइन त्यही भएर चाहिँ म माउन्ट युज गरेर भए पनि मैले अफ राइड सब अफ रोडको क्लिपहरू चाहिँ मैले भ्लग गरेर हाल्छु होइन सो कसम चाहिँ होइन मलाई त्यो इन्ट्रेस्ट चाहिँ थिएन कि किनकि आफ्नो कामले आएको थियो नि त अनि भिडियो बाटो देखेर यो भ्यू देखेर कसम चाहिँ क्याप्चर गर्न मन लाग्यो त्यही भएर तिमीलाई पनि मैले देखाउँछु मेरो अफ रोडको एक्सपिरियन्स कस्तो हुन्छ होइन सो मेरो बेबीसँग सो यिनलाई चाहिँ खासमा यो बाटोमा हिँड्ने बाइक त होइन यो बाइक होइन तर पनि हेर दाइले कसरी चलाउँछ अब यो बाइकमा मैले डट बाइक पाएको भए नि मा कसम यस्तो दामी हान्दियो कि अब सिधै बाटोमा भेटौँ है त फुल इन्जोय गर डट राइडको ल स्विकीमा भएन यस्तो मजा आउँछ नि यो बाटोमा त कसम चाहिँ होइन मैले यो बाइकमा यो बाटोमा डट बाइक पाएको भए के क्या चलाउँथेँ होला भन्छु क्या यो बाइक त खास डटको लागि बनेको होइन नि त तर पनि हानिन्छ केटा हो अब डोमिना ओए कालिज केटा हो कालिज देखाउ नि ओए म्याच कालिजै हो यार साँच्चै कालिज हो कि माथिको आफ्नो बाटो लाग कालिज खान भएन नि सोह्र सराप लाग्छ अरू भन्दा नि मेरो बाइकको त पावर बढी छ होइन त्यो झ्याप्प तान्दैन कि भन्ने डर के यो बाटोमा फेरि लिन्छ के यस्तो पानी अझ यो रातो माटो हो क्या होइन यस्तो चिप्लिन्छ नि बाटो ओए यस्तो मजा आउँछ क्या उठाएर चलाउनु पनि यार झरी लगाएको बेलामा हेर यस्तो दामी छ नि कुहिरो लगाएको कि कसम चाहिँ बहुत मजा आउँछ यार यो बाइक बाटोमा चलाउन चाहिँ हो यस्तै फेरि पानी परिदियोस् होइन हेर त यस्तो दामी देखिन्छ कि भ्यू यार चराउन यहाँबाट चाहिँ म अब सिधै निस्किन पर्छ होला क्या होइन किनकि एउटा अध्यक्षको सबै काम भइसक्यो मेरो यहाँ डकुमेन्टहरूको चाहिँ अनि मेन काम भनेको एउटा अध्यक्षको सिग्नेचर गर्न छ क्या एउटा अध्यक्ष हुनुहुन्न यहाँ उहाँकै घर गएर गर्न पर्छ हेर त्यही भएर गाउँको सरकारी काम भनेको झमेला हो क्या यस्तोमा बहुत नाच्छ क्या बाइक यार ओए कति धेरै कुखुरा यार जताततै वन कुखुरा मात्र छन् के साँच्चै के मैले आउँदाखेरि पनि होइन यति धेरै देखेँ नि कुखुराहरू किनकि गाउँमा कोही पनि छैन नि त अहिले देखा सायद मेरो भोइस चाहिँ राम्रोसँग क्लियर आएन होला बट चिच्चाएर चाहिँ बोलेको छु है म बुझ्नुभयो नि अरे तल अब बल्ल मजा आउँछ कि यो बाटोमा चलाउन देखाउने केटा हो गाउँमा आएर कागजपत्र बनाउन सजिलो छैन अगाडि मिस हुँदो रहेछ कोसँग बजेर हुन्छ त्यहाँबाट हालमै तिन गेडा नि मस्त गेल्छ भाइ गेल्छ उकालो छ यार
रियल अफरोड यो हो क्या एउटा अझै मेरो बाइकलाई लिएर यो बाटोमा हेर न कस्तो कुदाएको कि मैले सोच अब एक्सपल्स र यो डटहरू भयो भने त यस्तो अख्खा कुदाउँथेँ नि मैले कसम चाहिँ कि किनकि हल्का हुन्छ नि त अनि एभरेज मलाई त डट बाइकहरूसँग कम्पेयर गर्दाखेरि मेरो बाइक चाहिँ थोरै गरुङको छ क्या मेन प्रब्लम भनेको यसको तलको त्यो ग्राउन्ड क्लियरेन्स कम छ यसको होइन अब खाटाखुल्टीमा छुन्छ कि भन्ने डर लाग्छ क्या त्यही मात्र डर हो न त कुदाउन डर होइन र पावर जति पनि छ र पावर छ यी त्यही हो नि डट बाइकको ग्राउन्ड क्लियरेन्स कम छ टायर पनि ठुला हुन्छ नि त मस्त उफार्दै ए नाचिन्छ क्या टायर पनि मस्त उफार्दै चलाउनु हुन्छ क्या बल्ल पो मजा आउँछ र त आमाहरू केटाकेटी छैन हेलो ए नाच्यो फेरि टायर बाई मजा आउँछ कि केटाकेटीसँग बोल्दै हिँड्न टायर नाचिदियो क्या त्यहाँ देख्यो नि ओ ढुकुर माया मस्त म बोलेको सुन्दै हिँडेको केटा म कसरी हिँड्छु भन्ने तिमीले पनि देखाऊ न म धेरै जस्तो हिँड्दा चाहिँ गीतै सुनेर हिँड्छु होइन बट आज यस्तो मुड चल्यो क्या भ्लग गर्न लगाएर त्यही भएर बिचबाट भ्लग भिडियो खाइदिएको छु क्या मैले चाहिँ नाच्यो 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 हेरैमा अगाडि बाटो सम्म छ भने उचाल्दै पनि के हुन्न केटा हो तर मलाई फेरि माया लाग्छ कि उचाल्नै मन लाग्दैन क्या कति मिनटको भयो भिडियो यार यस्तो मजा आउँछ नि यो गाउँमा हेर त ओहो हेर न भ्यू हेर न यस्तो दामी छ क्या यस्तो मजा आउँछ कि कसम किनकि यो बाटोमा चलाउनु यार तर बाइक डर बाइक भएको मजा आउँछ कि यसमा चाहिँ त्यही भएर मनले मान्न केटा हो त्यही भएर भ्लग बनाएँ होइन बाटोको एक्सपिरियन्सहरू देखाउँछु भनेर के हल्का पिर पानी परेको नि त आनन्द आएको के चिसो पनि भएको छ घर घर नहुने हो मामा घर गएर सायद आज पनि बुढोल फर्किन पाउँदिनँ म भोलि आउँछु होला आज बल्ल वार्डको काम भइयो क्या हेलो बाई के त सानो मान्छे भोलि नान यस्तै गएर आउँछु म पनि यार त्यही नै मामा घर पढ्दाखेरि यस्तै नै गाउँबाट झर्दै क्या म पनि यार नगर्ने होइन कति टाढा छ कि फेरि यार अझै आधा बाटो छ क्या यत्रो बाटो आइसक्यो हो यस्तो मतलब यस्तो बाटो त्यहीबाट हाल्छु भन हल्का पानी पर भिज्न त भिजेँ यार म त पुरै यार तर पनि भिजे पनि त भिजेछ हेर त भ्यू यस्तो मजा आउँछ नि यस्तो बाटोमा चलाउनु यार कसम क्या उभिएर ओए रातो माटो माटोमा चाहिँ केटा नदुगाएर हो है नदुगाएर हो किनकि रातो माटो धेरै जस्तो चिप्लिन्छ क्या कति छिटो चिप्लिन्छ क्या टायर नाचिदिन्छ क्या पछाडिको टायर केटा मैले अझै भात पनि खाएको छैन अब वालिङ जान्छु काम भ्याउँछु अनि साममा भात खानु पऱ्यो पहिला भोक लाग्यो कि केही पनि खाएको छैन बिहानदेखि यार बिहान 9 बजी हिँडेको घरबाट एक काम गर्छु भनेर त हानेको हो भ्यू हेर न भ्यू यही देखाउनको लागि पनि मैले भ्लग गराएको थिएँ मतलब तपाईँले गुल्मी मात्र सो गर्छन् होइन हाम्रो सेङ्रा पनि हेर न अलिअलि तो मेरो घर चाहिँ यहाँबाट उता जाने है मेरो गाउँ जान्थे आज पनि होइन खोला बढायो होला त्यहाँबाट पनि टाढै छ कि घर जान अफरोड भनेको त्यहाँसम्म के बब्बाल अफरोड छ होइन यही बाटो सो गर्छु र अनि भ्लगिङ हालिदिन्छु म बोलेको आवाज पनि क्लियर आएको छैन होला नआए पनि बाटो हेरेर पनि इन्जोय गर है तिमीहरूले
मेरी मायाले जहाँ पनि साथ दिन्छन् कि यसले यिनी थिइन् र त जिन्दगी सजिलो भयो नि यार। यिनको नाम टिका हो है, मेरो टिका हुने नि। गाडी पो आइदियो त कट्नु दाइ कट्नु कट्नु जानु 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 म पनि गएँ। आया एउटा कुरा के बुझ्छ भन्दा गाउँ आफू जन्मेको जन्मथलो आउँदाखेरि चाहिँ छुट्टै मन होइन यस्तो खुसी हुन्छ नि। म कसम यति खुसी हुन्छु कि गाउँतिर आउँदा। मलाई बाबा मम्मीले जान दिनुहुन्न मात्र हो होइन, किनकि आफ्नो काम पनि गर्छु, पढाइ सब हुन्छ नि त, जान पाउन्न म खासै त्यही भएर। तर मलाई कस्तोमा आउनु यस्तो मन लाग्थ्यो क्या। अब हजुरबा हुँदैछ त म सधैँ आउँथेँ, हजुरबा गएपछि चाहिँ अनि मन पनि मऱ्यो क्या यार। कि मैले बुवालाई लास्टै माया गर्छु कि हजुरबालाई होइन। बुवा भनेको सबैको लागि बानी हुन्छ के भन्छन् नि, सामाभन्दा ब्याज प्यारो भनेर, त्यही नै हो क्या। राइड चाहिँ दामी लकेडा हो, राइड चाहिँ हेऱ्यो होला होइन। सो बबाल यो बाटो हेर न कसम चाहिँ के यो कच्ची बाटोमा तिमीलाई को कोलाई चलाउन मन लाग्छ भन है। मलाई चाहिँ बहुत मनपर्छ है कति बाटो। बाइकको हालत हेर त, त्यसले पिठो भाजा उफारी ल्याएँ होइन। जस्ट लुकिङ लाइक अ वाउ के। यो भ्यू हेरौ न, यो भ्यूले चाहिँ एकदम चाहिँ मेरो मुटु नै चोड्छ क्या। यो सिङ्जाको भ्यूले, सिङ्जा होइन सबै ठाउँको सबै गाउँको भ्यूले चाहिँ मुटु चोड्छ किनकि यार आफू जन्मेको हुर्केको ठाउँ हो नि त यो होइन। म नजन्मेको भए, म यहाँ नहुर्केको भावहरूमा त्यस्तो के हो के जस्तो मतलब हुन्थेन होइन। अब त्यो डाँडा पाखाहरू है, एउटा बगेको पानीहरू, अनि हाम्रो यस्तो दामी देखिन्छ क्या। अघि कुहिरोला, त्यो कुहिरोलाको भिडियो गराउनु पाएन क्या, सिमसिम पानी परेर चाहिँ केटा हो। सो आजको लागि भिडियो मैले यही नाम दिएँ। खास भ्लग गराउने मोटिभ थिएन, बट त्यो सिनेरी देख्दाखेरि चाहिँ कसम चाहिँ बनाएको मैले। सो मनपर्छ भने लाइक गरिदियो, कमेन्ट गरिदियो, जस्ट सब्सक्राइब पनि हानिदियो। नयाँ नयाँ भिडियो आउँछ। अब इन्स्टा 360 हाने पनि झन् डेन्जर क्लिपहरू आउँछ, नत्र मोबाइलबाट भए पनि हेर है केटा गो। मैले ड्रोन ल्याउँछु भन्दै ड्रोन बिग्रिएको नि त मेरो अहिले। सो ल त्यही केटा ल, हामी टिका बाई टिका स्टे ट्युन है त।